के नेपाली कांग्रेस अब राजा र हिन्दू राष्ट्रको पक्षमा हो त? प्रचण्डले किन दिए शेरबहादुर देउवालाई चेतावनी? नेपाली राजनीतिमा फेरि एउटा ठूलो तरङ्ग पैदा भएको छ। तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई कडा चेतावनी दिएका छन्। प्रचण्डले शेरबहादुर देउवालाई सिधै भनेका छन्, यदि संविधानभन्दा दायाँ-बायाँ गर्नुभयो भने तपाईँ आफै सकिनुहुन्छ र देश पनि दुर्घटनामा पर्छ। आखिर देउवाले यस्तो के गरे जसका कारण प्रचण्ड यति धेरै आत्तिएका छन्? के नेपाली कांग्रेस अब राजा र हिन्दू राष्ट्रको पक्षमा उभिन लागेको हो त? आउनुहोस् आजको भिडियोमा हामी यो विषयमा जानकारी गराउँदैछौँ। भिडियो अन्तिमसम्म हेर्नुहोला। हो दर्शक महानुभावहरू, केही दिन अघि नेपाली कांग्रेसको देउवा समूहले एउटा विशेष भेला आयोजना गरेको थियो। सो भेलाको समापन गर्दै शेरबहादुर देउवाले म हिन्दू हुँ भन्दै अभिव्यक्ति दिएका थिए, जसको यति बेला निकै चर्चा भइरहेको छ। पशुपतिमा जान्छु, म पशुपतिको पूजा गर्छु, मैले पछि पशुपति जाने मन छ मलाई। त्यस कारण चाहिँ मैले के भन्छ भने म हिन्दू हुँ, हिन्दू हुँ, हिन्दू। त्यति मात्र होइन, उक्त भेलाले सनातन धर्मको स्वतन्त्रता र संविधान संशोधन सम्बन्धी 5 बुँदे विशेष प्रस्ताव समेत पारित गरेको बताइएको छ। देउवा पक्षको यो निर्णय र अभिव्यक्ति सार्वजनिक भए लगतै तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आक्रोशित बनेका छन्। एकै दिनमा उल्ट्याउन सकिँदो रहेछ भन्ने त उनीहरूले सिकाएछन् नि हामीलाई। देशभरिबाट 5-7 लाख जनता काठमाडौँमा अनि हरेक सदरमुखमा 1 लाख 1.5 लाख 1 लाख 1.5 लाख उतारेर गऱ्यो भने एकै दिनमा उल्ट्याउन सकिँदैन त? हामी सबैले सोच्न परेको छ, नत्र बर्बाद हुन सक्छ। प्रचण्ड किन आत्तिए त? यसको मुख्य कारण हो नेपालको वर्तमान संविधान, धर्मनिरपेक्षता, संघीय लोकतान्त्रिक गणतन्त्र। माओवादी आन्दोलन र 12 बुँदे सम्झौतापछि स्थापित भएका यी एजेन्डाहरू उल्ट्याउने खेल भइरहेको प्रचण्डको बुझाइ छ। कांग्रेस जस्तो ठूलो दलभित्र हिन्दू राष्ट्रको पक्षमा बहस हुनु र स्वयं देउवाले त्यसलाई मलजल गर्ने गरी अभिव्यक्ति दिनुले वर्तमान व्यवस्था नै खतरामा पर्ने डर प्रचण्डमाथि देखिएको छ। त्यसैले उनले देउवालाई आफैले बनाएको संविधान विपरीत नजान सचेत समेत गराएका छन्। अब प्रश्न उठ्छ, के कांग्रेस अब राजा र हिन्दू राष्ट्रको पक्षमा जान लागेको हो त? यसको जवाब त्यति सरल छैन। कांग्रेसभित्र पनि यस विषयमा तीव्र मतभेद देखिन्छ। कांग्रेस संस्थापन पक्षका नेताहरू र गगन थापा नेतृत्वको विशेष महाधिवेशनले चयन गरेको कार्यसमितिले देउवा समूहको यो निर्णयलाई पार्टीको आधिकारिक धारणा मान्न अस्वीकार गरिरहेको छ। कांग्रेस संस्थापन पक्षका नेताहरूका अनुसार यो देउवा गुटको एउटा रणनीति मात्र हो। पार्टीको आधिकारिक लाइन अझै पनि वर्तमान संविधान र धर्मनिरपेक्षकै पक्षमा छ। अर्कोतर्फ देउवा आफैले पनि राजा गेरिन्दाका विरुद्धमा बोल्दै आइरहेकाले कांग्रेस पूर्ण रूपमा राजतन्त्रको पक्षमा जान सम्भावना तत्काल देखिएको छैन। तर हिन्दू राष्ट्रको मुद्दालाई लिएर पार्टीभित्र बहस र दबाव पनि निकै बढेको देखिन्छ। गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताका सम्भाग दाबी गर्ने प्रचण्ड र प्रजातन्त्रको जगमा उभिएको कांग्रेसका नेता देउवा बीचको यो जुवारीले आगामी दिनमा नेपालको राजनीति कुन दिशामा मोडिने हो त्यो पनि हेर्न बाँकी छ। दर्शक महानुभावहरू, यस विषयमा तपाईँको धारणा के छ? तपाईँको विचार के छ? के अब नेपाली कांग्रेस साँच्चीकै हिन्दू राष्ट्र र राज संस्थाको एजेन्डामा अघि सर्नै पर्छ त? र प्रचण्डको यो चेतावनीलाई तपाईँ पूर्ण मानिनुहुन्छ? आफ्नो विचार कमेन्टमा राख्न सक्नुहुन्छ।